एनी बाइ द वे म पनि अलिअलि कविताहरू कोर्छु। भिखारी भएर लेख्छस् कविता अब? भिखारी आफैमा एउटा कविता हो ब्रो। भन्न त भिखारी कसले लेखा हो? भिखारी हिजो बेलुका सुशान्त म सुमन दाइले लेख्यो। माग्दै आयो गेस्टलाई उडायो। ए हो र? अनि पोइट आइडलमा गएर कविता भन्ने भिखारी भएर अब? यस्तो कविताले पोइट आइडल भन्छस् भन्ने बुझ्नु होला होइन? किन नभन्नु? हिमेश पन्त कमेडी च्याम्पियन बनेन? हिमेश दाईलाई फोन गरेर के छ हिमेश दाई हालखबर भनेको के हुनु ब्रो? रवि लामिन छानेको पार्टीबाट त जस्तो मूर्ख उठ्यो नि जित्छ भन्थे मैले त हारेँ नि ब्रो। आज स्टेजमा कवि बरहरू आउनु भएको रहेछ नमन गरे। कविहरू प्राय सिरियस हुन्छन् नि है दिदी? पुरै सिरियस। कविहरूलाई बाटोमा भेट्यो भने 2 मिनट जति हेऱ्यो भने आफै रुइन्छ जस्तो लाग्छ। कविहरूलाई हँसाउने एकदम गाह्रो छ नि। कविहरूलाई हँसाउने भनेको एउटै मात्रै कन्डिसन हो, कविता किन्दिन हुन्छन् नि। मेरो किताब पढ्ने बानी छ, किताब नपढी त निन्द्रै लाग्दैन, एउटा किताब छ भने देन भन्छन् नि। पढ्ने बानी छ भने अब किन्ने बानी पनि बसाल।